गाडीको ट्रायल दिन जाने सोच गर्दै हुनुहुन्छ? नयाँ नियम अनुसार के कस्तो गल्तीमा कति नम्बर काटिन्छ र कुन अवस्थामा फेल भइन्छौँ त भन्ने जानकारी छैन भने यो भिडियो हजुरहरूको लागि। नमस्ते सम्पूर्णलाई। आज म हजुरहरूलाई नयाँ नियम अनुसार के कस्तो गल्तीमा कति नम्बर काटिन्छ र कुन अवस्थामा चाहिँ फेल भइन्छौँ त भन्ने जानकारी दिन गइरहेकी छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला र भिडियो मन परेमा लाइक, कमेन्ट र यस्तै अन्य जानकारी चाहिएमा मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। ल भिडियो सुरु गरौँ है त। सुरुमा छ सवारी चलाउनु पूर्व सवारीको ऐना, टायर, ब्रेक सामान्य परीक्षण नगरेमा -3, सिट बेल्ट नलगाई सवारी चलाएमा -4 र यदि हजुरहरूको चलाइ राम्रो छैन, अनियमित पारामा चलाउनु भएको छ भने चाहिँ -3 कट हुन्छ। र त्यसपछि छ फिगर 8। फिगर 8 मा चाहिँ हामीलाई अनुमति मिल्न साथ हामीले प्रवेश गर्नुपर्ने हुन्छ र फिगर 8 मा गर्न मिल्ने मिस्टेक भनेको चाहिँ यस प्रकार छ। दुई पटकसम्म चाहिँ अंकित रेखा छोएमा -5 -5 कट हुन्छ। हामीले चाहिँ दुईचोटिसम्म फिगर 8 को लाइन टच गर्न पाइन्छौँ। एकचोटि टच गर्दाखेरि -5 कट हुन्छ अनि दोस्रोचोटि टच गर्दा नि -5 नै कट हुन्छ र हामीले आफ्नो ट्रायल चाहिँ कन्टिन्यू गर्न पाइन्छौँ। र फेल हुने अवस्था चाहिँ यस प्रकार छ। दुई पटक भन्दा बढी अंकित रेखा छोएमा, टायर अंकित रेखा भन्दा बाहिर गएमा, ठीक दिशाबाट ठीक तरिकाले 8 नबनाएमा, अघि बढ्नु पर्ने बेला सवारी पछाडि सरेमा चाहिँ हामी फिगर 8 मा फेल हुन्छौँ। यो फिगरहरू चाहिँ ठाउँ अनुसार फरक हुन्छ, त्यसमा चाहिँ कृपया हजुरहरू नझुकिदिनु होला।